हेलो साथीहरु नमस्कार। आज म तपाईहरुलाई एकदमै इम्पोर्टेन्ट टपिक कुन मुद्रा कसले चलाए त, कुन राजाले चलाए भन्ने कुरा लोकसेवाले बारम्बार सोधिराख्ने क्वेशन हो के। यसबाट चाहिँ यो 15 वटाबाट चाहिँ एउटा क्वेशन चाहिँ फिक्स हुन्छ है। हरेक एक्जाममा लोकसेवाको हरेक खर्दार सुब्बाको हरेक एक्जाममा यो चाहिँ आउँछ भन्ने कुरा फिक्स हो। अब यो चाहिँ कसरी पढ्ने भन् तपाईलाई म भन्छु है, ट्रिक्स भन्छु र तपाईहरु पनि यो सार्नु होला, लेख्नु होला है, बुझ्नु होला। सबभन्दा पहिला त मनाङ्क है, मनाङ्कको माबाट मानदेव है, मनाङ्क मानदेव राइमिङ मिलाउने के, उस्ता उस्तै हो, त्यही भएर मनाङ्क मानदेव। यसको ट्रिक छैन, राइमिङ छ है। गुणाङ्क गुणकामदेव, यसको पनि गोबाट गु 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 गु, त्यही भएर चाहिँ गुणाङ्क गुणकामदेव दुईटैको राइमिङ मिलेको छ, राइमिङ मिलाउने है। वैष्णवको अंशुवर्णमा छ है। वैष्णव चाहिँ कसरी पढ्ने, वैष्णव चाहिँ वैसा पढ्ने, वैसा भनेको पैसा, अनि टिकटकबाट सबभन्दा बढी पैसा कमाउने बित्तिकै अंशुवर्णमा हैन, यसरी पढ्ने। टिकटकबाट सबभन्दा बढी पैसा कमाउने मान्छे अंशुवर्णमा, अर्थात् वैष्णवले पैसा पढ्ने, वैसा भनेको पैसा, टिकटकबाट सबभन्दा बढी पैसा कमाउने अंशुवर्णमा। 15 पुराण मुद्रा कसले चलाए त, नरेन्द्र देव। 15 पुराण भनेको पुरानो बुझ्ने के, इन्डियाको प्रधानमन्त्री पुरानोको हो त नरेन्द्र मोदी हो नि त, त्यही भएर नरेन्द्र देव के। पौन भनेको प्रधानमन्त्री बुझ्ने, पुरानो भनेको पुरानो के, पुरानो इन्डियाको पुरानो प्रधानमन्त्री के हो त नरेन्द्र मोदी, नरेन्द्र देव, यसरी लिङ्क गर्ने है। सुनको मुद्रा है, सुनको मुद्रा कसले चलायो त, सदाशिव मल्ल। सुन हामीले कसलाई दियो त, शिव भगवानले दियो के, भगवानले दान गर्नु पर्यो नि त हामीले पनि कहिलेकाहीँ, त्यही भएर सुनको मुद्रा हामी सुन चाहिँ शिव भगवानले दिए, यसरी सम्झिनु। सुनको असर्पी भनेको कुनै सुनको गहनाले भन्छ, जस्तै अब औँठी होला हैन, कुनै गहना भनेको असर्पी हो के। सुनको असर्पी, अब एकजना मान्छे अब रणबहादुर शाहले चाहिँ रन गर्दै गर्दा उसको औँठी खस्यो के, सुनको औँठी लगाएको थियो। अब रणबहादुर शाहको रन गर्दै गर्दा मर्निङमा जाने बेलामा रन गर्दा गर्दै उसको हरायो भन्ने कुरा सम्झिनु है। सुनको असर्पी रणबहादुर शाह, रन गर्दै गर्दै हरायो भने सम्झिनु, सुनको असर्पी रणबहादुर शाह। चाँदीको मुद्रा है, चाँदीको मुद्रा महेन्द्र मल्ल। हामीले यसको ट्रिक के गरेको छौँ, चाँदीको सिक्कामा चाहिँ मह चाल्टे के। जस्तै अब हामी धनतेरसको दिन चाँदीको सिक्का किन्छौँ त, त्यो चाँदीको सिक्कामा चाहिँ भाइले चाहिँ मह चाल्टे के, चाँदीको मुद्रा महेन्द्र मल्ल। यसको ट्रिक हो, चाँदीको मुद्रामा मह खाए क्या, सम्झिनु है, सिम्पल हुन्छ नि। चाँदीको मुद्रा किनेको थियो होइन, अब चाँदीको सिक्का किनेको थियो, त्यसमा अब भाइले चाहिँ मह चाल्टे, चाँदीको मुद्रामा मह चाल्टे भनेको महेन्द्र मल्ल। तामाको मुद्रा, तामाले हामी आमा पढ्ने, तामा आमा। हाम्रो नेपालको को प्रधानमन्त्री आमा हो नि त अहिले, आमा तामा आमा। आमाले किन बनाए त, रत्नमल्लले चाहिँ रगत बोज्ने कि, रगत। अब आमालाई चाहिँ रगतको बदला दिनु पर्यो भनेर चाहिँ जेनजीहरूको माग अनुसार आमालाई चाहिँ रगतको बदलाको लागि चाहिँ प्रधानमन्त्री बनाइयो, अर्थात् तामाको मुद्रा तामा आमा, र रत्नलाई चाहिँ रगत बोड्ने कि, रत्नमल्ल बुझ्ने, यसरी सम्झिने। छालाको मुद्रा अब सबै चिज सिद्धिसकेपछि चाहिँ छालाको मुद्रा बनायो कि। जस्तै हाम्रो शरीरमा हामीहरूसँग भएको सबै चिज सिद्धिसकेपछि चाहिँ हामीले छालाको बनायो, त्यही भएर छालाको मुद्रा सिद्धि नरसिंह मल्ल, सबै चिज सिद्धिसकेपछि बनायो है। सुकी गोसुकी मुद्रा कसले बनायो त, गोसुकी, गो भनेको हामी के बुझ्छौँ, गौ माता बुझ्छौँ नि त। सुकी गोसुकी, गो भनेको गौ माता। गौ माता कसको वाहन, शिव भगवानको हो नि त, शिव भगवानको। त्यसो त अब शिव भगवानको अब वाहनको नाम चाहिँ अब गोरु हो होइन, तर गोरुको बहिनी भनेको गाई हुन्छ नि त। गोसुकी भनेको गाई हो नि त, गो भनेको गाई माता भएको, गाई माताको दाई कसको त, शिवको वाहन हो नि त, त्यही भएर शिवको वाहन गोसुकी। चारकुने मुद्रा, यो त सिम्पल हो नि त, चारकुने मुद्रा प्रताप मल्ल। यसको ट्रिक के हो त, प्रताप मल्लले चाहिँ रानी पोखरीको निर्माण गर्नुभएको थियो। अब कुनै पनि पोखरी चार कुनाको हुन्छ, अर्थात् चार कुनाको मुद्रा प्रताप मल्ल, सिधै सम्झिने कि, सबै पोखरी चार कुनाको हुन्छ। अनि चाहिँ प्रताप मल्ल चाहिँ काठमाडौँमा भएको रानी पोखरीको महल पनि उहाँकै पालामा बनाउनु भएको छ उहाँले, त्यही भएर चार कुनेको मुद्रा प्रताप मल्ल। बिचमा पाल परेको मुद्रा, अब बिचमा पाल परेको मुद्रा के हो, पृथ्वी वीर विक्रम शाह। बिचमा पाल परेको मुद्रा अब पृथ्वीमा चल्दैन, चल्छ त, चल्दैन नि त। बिचमा पाल परेको मुद्रा पृथ्वीमा नै चल्दैन अब, त्यही भएर पृथ्वी वीर विक्रम शाह, पृथ्वीमा चल्दैन नि त। हाम्रो जस्ट एउटा यो हो, यो जब हल्का यदि च्यात्यो भने मान्छे लिन खोज्दैन नि त, त्यही भएर बिचमा पाल परेको मुद्रा कसरी लिन्छ, त्यही भएर चाहिँ यो पृथ्वीमा नै चल्दैन है।
बिचमा पारम्परिक मुद्रा पृथ्वीमा चल्दैन। पृथ्वी वीर विक्रम शाह सम्झिने है। सबैभन्दा सानो मुद्रा जाभा है, एकदम इम्पोर्टेन्ट हो। सबैभन्दा सानो मुद्रा भनेको जाभा हो है। जाभा कसरी सम्झिने त भनेको, अब तपाईँको कुनै साथीको नाम जयप्रकाश हो भने त्यहाँबाट मिलाउने के, जयप्रकाशजी तपाईँले जाबो एउटा सानो काम त गर्नुभयो होइन, जयप्रकाशजी तपाईँले जाबो एउटा सानो काम गर्नुभयो कि, अर्थात् जाबो सानो भनेको जयप्रकाश मल्लले चाहिँ जाबो एउटा सानो काम त गरे हो होइन। त्यही भएर जाभा जयप्रकाश मल्ल। कागजी नोट चाहिँ कसरी बन्छ त, कागजको नोट चाहिँ ट्रीबाट बन्छ कि, रुखलाई काट्ने होइन, अब उसलाई चाहिँ म्यानुफ्याक्चरिङ फ्याक्ट्रीमा पठाउने, अर्थात् रुखबाट चाहिँ कागज बन्छ नि त। त्यही भएर कागजी नोट राजा त्रिभुवन, ट्री हो नि त, रुख भनेको त ट्री हो, त्यही भएर ट्रीबाट चाहिँ त्रिभुवन सम्झिने है। अब चाहिँ पोलिभर र प्लास्टिक नोट के, पोलिभर र प्लास्टिकको नोटको मुद्रा कसले चलायो त, राजा ज्ञानेन्द्र। अब राजा ज्ञानेन्द्रलाई चाहिँ ज्ञानी पढ्ने, ज्ञानी मान्छेले प्लास्टिकको पनि युज गर्छ क्या। जस्तै हामीले प्लास्टिक त फ्याल्यो भने त प्लास्टिक वेस्ट हुन्छ, वेस्ट नहोस् भनेर चाहिँ अब कागजीको नोट चलायो हामीले, अब कागजको नोट चलायो। अब प्लास्टिकको पनि युज गर्नु पऱ्यो है, प्लास्टिकलाई पनि अब रियुज गर्नु पऱ्यो। अब रियुज गर्नको लागि चाहिँ राजा ज्ञानेन्द्र भनेको ज्ञानी मान्छेले चाहिँ प्लास्टिकको पनि नोट चलायो है, त्यो सम्झिने। मेडालियन मुद्रा, यसको चाहिँ राष्ट्रिय नेपाल ब्याङ्क हो है, राष्ट्रिय नेपाल ब्याङ्क। यसको चाहिँ ट्रिक अब रहेन छ होइन, यसरी अब आफैले सम्झिने नि त। मेडालियन मुद्रा भनेको नेपाल राष्ट्रिय ब्याङ्क, 500 पल्ट पढ्नु नि त। मेडालियन मुद्रा नेपाल राष्ट्रिय ब्याङ्क 2080 सालमा चलाएको थियो, आफैले यो बुझ्ने। बाँकी बात यो सबै सिम्पल नै छ होइन। एकपल्ट तपाईँले म देखाउँछु ल, एकपल्ट यसो म गर्छु, तपाईँहरू पनि यो भिडियोलाई चाहिँ यसो सेभ गर्नु होला ल। थ्याङ्क यू।